मानव बजारमा दुईवटा पसलहरू छन्। दुवैले राम्रो कमाइ गरिरहेका छन्, तर एउटा पसल किन्न 5 लाख रुपियाँ लाग्छ भने अर्को किन्न 50 लाख लाग्छ। अब तपाईको मनमा प्रश्न उठ्न सक्छ, कुन पसल महँगो छ, कुन सस्तो छ र कुनमा इन्भेस्ट गर्दा फाइदा होला। हो, शेयर बजारमा पनि ठ्याक्कै यस्तै कुरा बुझ्नु मद्दत गर्छ। आज हामी त्यो विषयमा कुराकानी गर्दैछौँ। त्यो भनेको हो PE रेसियो, जसलाई हामी प्राइस टु अर्निङ रेसियो भन्छौँ। नमस्कार साथीहरू, वेलकम ब्याक टु द च्यानल। आज हामी शेयर बजारको धेरै महत्त्वपूर्ण इन्डिकेटर मध्येको एक प्राइस अर्निङ रेसियोको बारेमा सिक्नेछौँ। यदि तपाईँ बिगिनर हुनुहुन्छ, अर्थात् शेयर बजारमा भर्खर मात्र लगानी गर्ने सोच गर्दै हुनुहुन्छ र भर्खरै लगानी गर्न सुरु गर्नुभएको छ भने यो भिडियो तपाईँको निम्ति महत्त्वपूर्ण हुन सक्छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्। आज हामी तपाईँलाई यसको सम्पूर्ण विवरण जानकारी दिनेछौँ, त्यो पनि सरल भाषामा। अब सुरु गरौँ है त। सुरु गर्नुभन्दा अगाडि एउटा तपाईँलाई म कहानी भन्न चाहन्छु। राम र श्याम दुईजना साथीहरू थिए। दुवैलाई बिजनेस किन्न मन लाग्यो। रामले एउटा चिया पसल भेट्यो जसले वार्षिक 1 लाख रुपियाँ कमाउँथ्यो र त्यो पसलको मूल्य 5 लाख रुपियाँ थियो भने श्यामले अर्को पसल भेट्यो जसले 1 लाख रुपियाँ त कमाउँथ्यो नै, तर त्यो पसलको मूल्य 20 लाख रुपियाँ थियो। सोच्नुहोस् त, दुवैले एउटै प्रफिट कमाइरहेका छन्, तर एउटा बिजनेस किन धेरै महँगो छ। त्यसैले स्मार्ट इन्भेस्टरले जहिले पनि प्रफिटको तुलनामा प्राइस कति छ भनेर कम्पेयर पनि गर्छ। हो, यही लजिक पनि हाम्रो PE रेसियोमा युज हुन्छ। अब हामी PE रेसियोको बारेमा तपाईँलाई जानकारी दिन्छु। PE रेसियो भनेको प्राइस टु अर्निङ रेसियो हो। यसले के भन्छ भने कम्पनीको अर्निङको तुलनामा सेयर कति महँगो छ वा सस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ। जस्तो कुनै पनि कम्पनीले अर्निङ त गरिरहेको हुन्छ नै, तर त्यसको तुलनामा चाहिँ त्यो सेयरको प्राइस कति छ भन्ने कुराको इन्डिकेसन गर्ने काम चाहिँ प्राइस अर्निङ रेसियोले गर्ने गर्दछ। जस्तो तपाईँलाई अब म फर्मुला के छ भन्ने कुरा जानकारी दिँदैछु। प्राइस अर्निङ रेसियो भनेको सेयर प्राइस डिभाइडेड बाई अर्निङ पर सेयर, अर्थात् त्यो सेयरको मूल्यलाई तपाईँले कति आम्दानी हुन्छ त्यसले भाग गर्नुहोस्, प्रति सेयर आम्दानीले भाग गर्नुहोस्, त्यसको चाहिँ PE रेसियो आउँछ। अब इक्जाम्पल हेरौँ है त। मानव एउटा कम्पनी छ जसको सेयर प्राइस 200 रुपियाँ छ भने उसको अर्निङ पर सेयर 20 रुपियाँ छ भने प्राइस अर्निङ रेसियो 200 डिभाइडेड बाई 20 इक्वल टु 10 हुन्छ। यो PE रेसियो 10 टाइम्स हुन्छ। भन्नको मतलब के हो भने लगानीकर्ताहरू 1 रुपियाँको अर्निङको लागि 10 रुपियाँ दिन तयार छन्। हेर्नुहोस् है, 1 रुपियाँको कमाइको लागि मार्केट 10 रुपियाँ तिर्नको लागि रेडी छ भन्ने इन्डिकेसन गर्छ। हेर्नुहोस् त, PE रेसियोले कति महत्त्वपूर्ण जानकारी दिन्छ। कुनै पनि कम्पनीको PE रेसियो चाहिँ कसैको 20 हुनसक्छ, कसैको 30 हुनसक्छ, कसैको 10 हुनसक्छ, कसैको 100 हुनसक्छ, तर त्यसले के इन्डिकेसन गर्छ भने कम्पनीको 1 रुपियाँ कमाइको लागि सर्वसाधारण अथवा लगानीकर्ताले 100 रुपियाँ तिर्न, 10 रुपियाँ तिर्न, जति टाइम्स छ त्यसको PE रेसियो त्यो तिर्न तयार छन् भन्ने बुझिन्छ है। अब एउटा महत्त्वपूर्ण प्रश्न हुनसक्छ, के हाई PE रेसियो अथवा धेरै नै PE रेसियो हुँदा त्यो कम्पनी राम्रो हुन्छ त, अथवा राम्रो हुन्छ हुँदैन। तर हाई PE रेसियो भन्यो भने कहिलेकाहीँ फ्युचर ग्रोथ एक्सपेक्ट चाहिँ एकदम राम्रो छ भन्ने पनि बुझिन्छ। त्यस्तै गरी लो PE रेसियो भन्नाले सेयर सस्तो छ मात्रै होइन कि कम्पनीको पर्फर्मेन्स नराम्रो पनि हुनसक्छ। त्यसैले यसको चाहिँ त्यसरी विश्लेषण गर्नुपर्ने हुन्छ। र कुनै पनि कम्पनीको यो ओभरअल पर्फर्मेन्स कस्तो छ भनेर हेर्नको लागि PE रेसियो मात्रै होइन कि यो सँगसँगै अरू इन्डिकेटरहरू पनि हेर्नुपर्ने हुन्छ। तर पनि PE रेसियोलाई भने चाहिँ छुटाउनु हुँदैन र सधैँ पनि हाई PE रेसियो हुन्छ भन्दैमा त्यो कम्पनी राम्रो हुन्छ भन्ने पनि छैन। अब हामी सेयर लगानीकर्ताले हामीले सुरुमा के गर्छौँ तपाईँलाई थाहा छ? PE रेसियो मात्रै हेरेर लगानी गर्छौँ, कुनै पनि इन्डस्ट्रीको कम्पेयर गर्दैनौँ, फ्युचरको ग्रोथ छ छैन त्यो हामीले हेर्दैनौँ। त्यसैले तपाईँ यदि बिगिनर हुन्छ भने यी कुराहरूलाई पनि विचार पुर्याउनुहोस् है। जस्तो कहिलेकाहीँ के हुन्छ, कुनै कम्पनीको PE रेसियो एकदमै धेरै हुन्छ, एकदमै कम हुन्छ। यो अवस्थामा किन बढी भयो र किन कम भयो भन्ने चिजको चाहिँ तपाईँले एनालाइसिस गर्नुपर्ने हुन्छ है। म तपाईँलाई एउटा टिप्स दिन्छु। त्यो टिप्स के हो भने एउटै इन्डस्ट्रीभित्र
पी रेसियोको कम्पेयर गर्नुहोस्। जस्तो ब्याङ्क छ भने ब्याङ्कभित्र गर्नुहोस्, विकास ब्याङ्क छ भने विकास ब्याङ्कभित्र गर्नुहोस्, म्यानुफ्याक्चरिङ कम्पनी छ भने म्यानुफ्याक्चरिङ कम्पनी गर्नुहोस्। त्यो सँगसँगै इपिएसको ग्रोथ हेर्नुहोस्, कति लामो समयदेखि यो इपिएसको ग्रोथको अवस्था कस्तो छ त्यो पनि हेर्नुहोस्। र कम्पनीभित्रका महत्त्वपूर्ण फाइनेन्सियल इन्डिकेटरहरू जस्तो यसले लोन कति लिइरहेको छ, यसको सेल्स कति छ, यसको रेभेन्यूका सोर्सहरू कता कता छन्, त्यो कुराहरू पनि एनालाइसिस गर्नुहोस्। र कुनै पनि कम्पनीको लो पी रेसियो छ र अत्याधिक पी रेसियो छ भने पनि एकचोटि चाहिँ केयरफुल तपाईँले चाहिँ एनालाइसिस गर्नुपर्ने हुन्छ है त। मैले तपाईँलाई जानकारी दिएँ। आज हामीले सिक्यौँ प्राइस अर्निङ रेसियो भनेको के हो, यसले सेयर महँगो छ कि सस्तो छ भन्ने देखाउँछ। हाई पी रेसियो र लो पी रेसियो हुँदैमा चाहिँ कम्पनी राम्रो अथवा नराम्रो भन्ने हुँदैन, यसलाई अन्य कुराहरू पनि इन्डिकेटरले फरक पार्ने गर्दछ। मैले तपाईँलाई यो जानकारी दिएँ। आज हामीले तपाईँलाई यो सेयर बजारको एउटा महत्त्वपूर्ण कन्सेप्ट प्राइस अर्निङ रेसियोको बारेमा जानकारी दियो। यदि तपाईँ स्मार्ट इन्भेस्टर हुनुहुन्छ भने कृपया पी रेसियोलाई पनि हेरेर लगानी गर्ने गर्नुहोस्। यस्तै तपाईँ अन्य भिडियो हेर्न चाहनुहुन्छ, फाइनेन्स रिलेटेड भिडियो हेर्न चाहनुहुन्छ भने पनि हामीलाई कमेन्ट गरिदिनुहोस् भन्दै आजको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।